के गरे यस्तो आजको मौसम चाहिँ एकदम राम्रो छ एकदमै मुटु ढुकढुक ढुकढुक फाइनली हाम्रो चाहिँ कङ्ग्रेचुलेसन कति सिस्टम छ बच्चाहरूलाई रोड क्रसको लागि चाहिँ मलाई माफ गरिदिनु होला भन्न गुड मर्निङ गाइज नमस्ते वेलकम ब्याक माई च्यानल म हुँ रूपा महरा आशा छ हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला सबैजना स्वस्थ रहनु होला व्यस्त रहनु होला अनि मस्त रहनु होला भन्दै आजको भिडियो चाहिँ सुरु गर्न चाहन्छु मैले पहिला पनि भिडियो बनाएको थिएँ हामीले चाहिँ भिजा रिन्यू गर्दैछौँ भनेर त्यसकै लागि चाहिँ आज हामी फेरि पनि इमिग्रेसन जाँदैछौँ अनि यो दिनको चाहिँ हामीले धेरै दिनदेखि वेट गरिरहेका थियौँ अनि आज फाइनली त्यो दिन पुरा भइसकेको छ अनि के कस्तो हुन्छ त्यो सबै म आजको भिडियोमा भन्ने नै छु देखाउने नै छु अनि अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु अब चाहिँ हामी जान्दैछौँ निस्किनुपर्छ ढिला हुन्छ अनि अब हामी निस्किन्छौँ है त वेलकम छ हजुरलाई नि मेरो भिडियोमा के भन्छ त मेरो भन्नु त केही छैन हामीले ल सबैजनालाई नमस्कार आज चाहिँ म भिसा लिन जानु लागेको अब हिजो भर्खर हाम्रो चाहिँ हाकाकी आयो भिसाको मार्चको 18 तारिकमा एप्लाई गरेको थियो ठ्याक्क अप्रिलको 17 तारिकमा चाहिँ हाम्रो हाकाकी आएको छ 1 महिनामा अब भिसा चाहिँ कति आयो वहीँ गएपछि थाहा हुन्छ अहिले चाहिँ भिसा एकदम टाइट गरिरहेछ के भनिरहेछ अब यो हामीलाई गिजङको भिसालाई चाहिँ अलि टाइट गरिरहेछ त्यही भएर अब हेरौँ कतिको भिसा आउँछ अब आई होप भिसा आउने पालो चाहिँ हाम्रो लगभग 5 वर्षको पालो हो अब कति दिन्छ भिसा भन्ने चाहिँ थाहा छैन अब वहीँ इमिग्रेसनमा गएपछि थाहा हुन्छ ल भिडियो हेर्दै गर्नु हामी तपाईँलाई कति वर्षको आयो इन्फर्मेसन दिन्छौँ अहिले चाहिँ हामी अब लाग्यौँ अब फेरि मेरो 3 बजेबाट काम पनि छ अब अहिले गएन भने चाहिँ भ्याइँदैन यहाँबाट हाम्रो वहाँ भिसा लिन जाने ठाउँ चाहिँ लगभग 1 घन्टा जति लाग्न सक्छ अब अहिले ठ्याक्क 8:30 भयो फेरि अफिस टाइम नि भयो बाटो अलिकति प्याक पनि हुन्छ त्यही भएर अहिले चाहिँ हामी निस्किन्छ तपाईँहरूलाई भिडियो देखाउँदै गर्छौँ कसरी आयो कति आयो योभन्दा पहिला नि हामीले भिडियो बनाएको थियौँ टक्क लाएर त्यसकै अहिलेको चाहिँ टु बी कन्टिन्यू भिडियो हो त्यतिखेर चाहिँ हामीले इन्डै गरेको थियो कन्टिन्यू भनेर लेखेको थिएन अब हामी जान लाग्यौँ ल हेरिदिनु हो भिडियो सबैले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अनि त्यहाँबाट के इन्फर्मेसन चाहियो भने यस्तो भिसा सम्बन्धी भयो भने मलाई भन्नु होला म अलि तपाईँहरूलाई साथ र सहयोग गर्छु झम ढिला भइसक्यो ओहो ज्याकेट लाउनु पर्छ के जाडो हुन्छ के हो यार मलाई यार लाग्नु पर्यो यार भिडियो भनेर मात्र ढिला भइसक्यो कहाँ भिडियो बनाएर गर्नु पर्यो आजको मौसम चाहिँ एकदम राम्रो छ टक्क घाम लागेको छ मासतिर मौसमले नै अलि साथ दिइरहेछ भोलि चाहिँ पानी पर्छ अब हामी जानु पर्यो अब यही हो जति गरे नि त्यही हो टक्क लाएर जानु पर्छ र हामी चाहिँ अब निस्किँदैछौँ अनि के कस्तो हुन्छ बाटोतिर नि देखाउने छौँ है टक्क लाएर अब भिसा लिन जानलाई रेडी छौँ है अब हामी कहाँ जान्छौँ सागा केनको इमिग्रेसनमा जान्छौँ न्यु खानमा गएर भिसा लिन्छौँ अब कति आयो थाहा भएन जान चाहिँ पर्यो अब के गर्ने अहिले हामी नेपाली विदेशीहरूलाई चाहिँ जापानले अलि के गरिरहेछ भनेकै गर्दैन त्यस कारणले गर्दाखेरि हामीलाई गाह्रो छ जापानमा बस्न पहिलाको जस्तो छैन अहिले हरेक कुरामा हामीलाई गरिरहेछ विदेशी प्रति जापानिजले हेर्ने हाम्रो सेम्पाईहरूले चुकुर गरेको मिची अर्कनाइदे भनेर भन्छ एउटाले के गर्ने अब सेम्पाईले बनाए पनि यो गाडी वर्षमा ट्याक्स त तिरेको छँदैछ हामीले कस्तो छ अब कुन्दिन त्यो पुल पनि सेम्पाईले बनाएको यो पुलबाट नहिन् भन्नु मेरो विचारमा त्यस्तै लागिरहेको सबै सेम्पाईका चुकुत्ता मोनो भन्छ के गर्ने अब गाह्रो छ नि हाम्रो हामी चाहिँ निस्किँदैछौँ है टेन्सन पनि छ अलिकति खुसी पनि छौँ दुखी पनि छौँ अनि एकदम एक्साइटमेन्ट पनि छ नर्भस पनि छ के हुन्छ होला कतिको आयो होला भिसा यति चाँडै हाकाकी दिएछ भिसा खै दियो कि दिएन मान्छेको 4 महिना 3 महिना हुँदा एप्लाई गरेको दिएको छैन अब 1 महिनामै दिएछ के हो कसो हो म त
छक्क परिरहेको छु इमिग्रेसन देख्दा नि खै के भने होइन ओके त होला नि अब चुइका सौर्यहरू पनि के मागेन अब जाउँ हेरौँ अब भगवान् भरोसा कति कति हो अब ठिकै छ नदिए अब जानै पर्छ फर्किनु पर्ला त्यो भने अब बस्नु पर्ला होइन अरू के नै छ र उपाय अब यसो यहाँ बसेर अहिले त्यो पहिला जस्तो राम्रो छैन नि त अब जे कुराहरू पनि महँगी महँगी बनाइदिएको छ अब भिसा एप्लाई गरेको अब अर्को वर्षबाट 3 लाख लाग्छ अरे अब भयो हिजो एप्लाई गर्न 5 वर्षको भिसा रे अनि पासपोर्ट एप्लाई गर्न नि 5 वर्षको भिसा 10 वर्षको यहाँ बसेको हुनु पनि के हो जापान सरकारले के गर्छ विदेशीप्रति एकदम नराम्रो गरिरहेछ अहिले त्यस कारणले गर्दाखेरि अब हामी यतिखेर टनेलभित्र छिरेका छौँ यो टनेल कहाँको टनेल भन्दा यो खासीमाको टनेलमा आइपुग्यो है अब यस्तो राम्रो छ फेरि बाटो हेर्नु आफ्नो लाइनमा हिँडेको छ कति मजाको छ बाटो विदेशको बाटो हेर्दाखेरि हुन त हाम्रो पनि यिमा अहिले चाहिँ नागढुङ्गा नौबिसे सुरुङमाङदेखि बनिसकेको छ त्यसलाई चाहिँ अब प्रयोगमा आउने भनेर अस्ति भर्खर कुरा गरेछन् त्यति भयो भने फेरि एकदम राम्रो छ बिस्तारै विकास हुँदैछ के गर्ने अब काम गर्ने नदिने भयो यो झोलीहरूले कहिले केमा फसाइदिन्छन् कहिले केमा फसाइदिन्छन् सब झोलीहरू सम्पत्ति यस्तो गर्यो उस्तो गर्यो यो गर्यो भनेको छ अब कुनै व्यापारीले को पसलमा गएर त्यसले चाहिँ 2 नम्बर गरेर त्यसले बिजनेस खोलेर अब त्यसमा हामीले गएर सामान किनेको अब हामी पनि दोषी हुने जस्तो कुरा गरिरहेछ के भन्नु अब सम्पत्ति अब अहिलेका हाम्रो गृहमन्त्री सुदन गुरुङ अस्ति भर्खर गृहमन्त्री भएको अब पहिल्यै अब आफूले कमाएको सम्पत्तिहरू सेयर बजारमा लगानी गरेर चाहिँ अब त्यसकै न्युमा चाहिँ अब राजीनामा दिनु पर्यो केलाई राजीनामा दिने झोलेहरूलाई काम गर्नै दिँदैनन् राम्रो मान्छेहरूलाई पहिला रविलाई त्यस्तै यसमा फसाएको अब फसाए दिने होइन सुदन गुरुङ दिने होइन सबलाई समात्ने अब सुदन गुरुङले राम्रो गर्दैछ सबको निन हराम गर्दैछ गर्ने हो कुनै जमाना हामी पनि अब अर्कै पार्टीमा थियौँ बाबुबाजेको पार्टी भन्यो अब मन पर्न छ यो पुरानो पार्टीहरूले गल्तीको महसुसै नगरेपछि अनि हामी नयाँ जेनेरेसन पनि त्यही पुरानो पार्टीमा अल्झेर बस्ने हो र अब दाजुभाइ रिसाउन् कि छिमेकी रिसाउन् कि सबै कोही रिसाएर नि केही फरक पर्दैन हामी सरकारप्रति नै अलिकति मलाई नराम्रो लागिरहेछ विदेश जानेहरूको लागि संस्कृत 1 घन्टामा 1 दिनमा गर्ने रे त्यो गर्नुभन्दा पहिला रोजगारी सिर्जना गरेर नेपालमै गर्नु पर्यो यो लाइसेन्सहरू यो पासपोर्टहरू जस्तो संवेदनशील चिजहरू हुलाक मार्फत घरमा पुर्याउने त तपाईँहरूले भन्नुभयो तर त्यसमा अलिकति घरमा पुर्याउनु बेलामा त्यहाँको त्यो पुर्याइदिने मान्छेहरूले चाहिँ मिसयुज गरेर मान्छे अलि हुन नि सक्छ त्यसको लागि चाहिँ अलिकति कडा तरिकाले मानिसहरूको घरमा पुर्याइदिनु पर्यो तपाईँहरूले त्यति भन्ने हो या विदेश जाने हरेक कुराहरू घरमै आइपुग्छ तर लाइसेन्स पासपोर्ट भनेको चाहिँ अब आफैले गर त्यहीँ हुन्छ रिन्यू गर्ने ठाउँ फेरि जापान यो म चाहिँ अहिले जापानमा हो जापानमा चाहिँ लाइसेन्स रिन्यू गर्नलाई त्यो यातायात कार्यालय भन्छ त्यहाँ जानु पर्दैन यहाँ चाहिँ नजिकको पुलिस चौकीमा गएपछि उनीहरूले 1 घन्टा 15 मिनट टक्क गरिदिन्छ अनि त्यो आएपछि इन्फर्मेसनको एउटा लेटर पठाइदिन्छ तपाईँको लाइसेन्स आयो अब लिन आउनु होला भनेर 1 हप्ताभित्रमा उनीहरूले टाइम दिन्छ त्यो टाइममा टक्क आइपुगे हुन्छ सर्लक्क लिने त्यति हो यो यातायात कार्यालय यहाँ भन्ने कुरो हुँदैन हरेक कुराहरूमा यहाँ राम्रो छ अहिले चाहिँ अलि विदेशीप्रति नराम्रो गरिरहेछ र अहिलेसम्म चाहिँ विदेशी जाप्ने सबै कुराहरू दिन्छ है यहाँको सरकारको एउटा राम्रो बानी चाहिँ त्यो छ विदेशी भनेर हेलाइन गर्दैन यहाँ 20% जति त यिनीहरूको राज्यलाई दिनुपर्छ क्या नकमाइने होइन अब एउटै चिन्दिनँ के हो यो लम्बा लम्बा पात के भने जस्तो कुरो नगर्नु गाउँ त हो नि 1 वर्ष विदेशमा बसेर गाउँ नचिन्ने भइसक्यो मेरो भोलि यस्तो छ नि पारा त नेपालीले पारा देखाउँछ भने हो र कस्तो राम्रो देख्छ हामी अहिले सागा केनमा आइसकेका छौँ अब अफिस जानुपर्ने हुन्छ त्यो इमिग्रेसन अफिस जानुपर्छ कस्तो होला के भयो होला कति महिना कति वर्ष कति दिनको भिसा आयो होला भन्ने एक्साइटेड डर छुट्टै एकदम भइरहेको छ अनि कस्तो हुन्छ होला भन्ने डर पनि एकदम लागिरहेको छ है अब हामी त्यहाँ गएर देखाउने छौँ कस्तो हुन्छ भनेर आज चाहिँ मेरो छुट्टी हो अनि हाम्रो श्रीमानज्यूको चाहिँ फेरि काम छ ड्युटी छ
अनि ड्युटी भ्याउनुपर्छ, गएर खानासाना बनाएर खाना खानुपर्छ। त्यही भएर हामी चाहिँ सिधै घर जान्छौँ है। ल अब एकचोटि उतै गएर भेटौँ है त, इमिग्रेसन अफिस गएर भेटौँ है। अब 15 मिनट 17 मिनटमा पुग्दो रहेछ अब हामी। ल है, अब हामी 17 मिनटपछि भेट्छौँ। वेटिङ रहनु होला, वेट गर्दै। च्या के गरे यस्तो त्यहाँ टडकले सिधै हाल्ला त गरेको अय्या। टडकले हेरे नि हेप्छ नि फेरि हाम्रो बाटो सिधै हाम्रो बाटोमा सिधै कुदाउन पो लाग्छ नि। चाहिँ यहाँ आएका छौँ, यो हो इमिग्रेसन अफिस हो है। अब चाहिँ हामी फाइनली आइसकेको छु, यही हो इमिग्रेसन अफिस चाहिँ यस्तो छ। अब हामी माथि जान्छौँ, कस्तो हुन्छ भनेर भन्नु थियो है। आमा हावा लाग्यो, अघि गाडीमा गर्ने भएको थियो, अहिले चाहिँ हावाले मुखभरि कपालै कपाल बनाइदियो। हामी चाहिँ त्यो 6 तलामा जानुपर्छ यहाँ लिफ्टबाट। हो के हुन्छ होला अब, कस्तो हुन्छ होला, एकदमै मुटु ढुकढुक ढुकढुक गरिरहेछ है मेरो चाहिँ, किन पो हो। ल है, अब हामी 6th फ्लोरमा जाँदैछौँ। त्यहाँभित्र चाहिँ हामीले भिडियो बनाउन मिल्दैन, अनि कस्तो हुन्छ होला भनेर चाहिँ हामी बाहिर आएर भन्नेछु है। फाइनली हामी चाहिँ निस्किसकेको छौँ। हामी चाहिँ यहाँबाट निस्केका छौँ यहाँबाट। अनि हाम्रो चाहिँ के भयो होला त, ल यस्तो हँसिलो अनुहार देखेर तपाईँहरू गेस गर्न सक्नुहुन्छ मेरो के भयो होला, कस्तो भयो होला। अहिले सेम भिसा दिनुपर्ने, तर फरक फरक दियो है भिसा चाहिँ। अहिले धेरै कानुनहरू नियमहरू एकदम चेन्ज भएको छ नि त, अनि सेम आउनुपर्ने तर फरक फरक आयो। फाइनली हाम्रो चाहिँ भिसा आयो, कङ्ग्रेचुलेसन। अब चाहिँ हामी जाँदैछौँ। यहाँ माथिबाट चाहिँ यस्तो राम्रो भ्यू देखिँदो रहेछ क्या, त्यही भएर मैले यसो भिडियो बनाऊँ भनेर। कस्तो राम्रो देखेको है। यहाँ यो सब यति धेरै छ नि त गाडी त, के कति हो कति। आज त प्याक, अस्ति हामी अप्लाई गर्न आउने दिनमा त पार्किङ गर्ने ठाउँ नभएर यस्तो भएको थियो कि। ल अब चाहिँ हामी घर जान्छौँ, बाँकी कुरा बाटोमा हिँड्दै गरौँला है। अनि फाइनली हाम्रो चाहिँ भिसा आयो, हामी चाहिँ एकदमै खुसी छु, म पनि एकदमै खुसी छु। अब घरमा गएर खाना बनाएर खान्छौँ हामी चाहिँ। आज बाहिर खाना खाँदैनौँ, किनकि घरमै गएर खाना खान्छौँ। आज चाहिँ मङ्गलबार हो नि त, त्यही भएर। ल अब हामी लाग्यौँ है त, ल जाउँ। हामीले सोचे जस्तो चाहिँ भिसा आउन सकेन, आएन, तर ठिकै छ, जे होस् आयो, त्यसमा चाहिँ खुसी नै छौँ। अनि हाम्रो बराबरी आउनुपर्ने थियो, आएन। अब ठिकै छ, मेरो चाहिँ कम भिसा आयो, किनकि बिचमा काम गर्छन् भनेर यिनीहरूले बाटो भएको होला। माथि चाहिँ अघि अब भिडियो फोटोहरू खिच्न मिल्दैन, अनि ठुलो सोले बोल्न मिल्दैन नि त, त्यही भएर म चाहिँ अघि सानो सोले बोलेको थिएँ। अनि हाम्रो चाहिँ फाइनली भिसा आइसकेको छ, एकदमै खुसी छौँ। अब यही खुसीमा के खाइसिन्छ त हजुरले मलाई भन्छ त। यही खुसियालीमा घर गएर साग र भात खाने। आज मङ्गलबार तिम्रो मासु खानु हुँदैन होइन, त्यही भएर साग र भात खाने। अब भिसा आयो, अब के भने त ठिक छ त, 1 महिना भिसा आयो, ठिकै हो। जे भएस्, अब सोचे जस्तो चाहिँ अलिक भएन। लु जाउँ अब। सोचे जस्तो भएन, तर पनि अब ठिकै छ, खुसी नै छौँ हामी। अनि अब गएर साग र भात पकाएर खाने रे। आज हामी काहीँ पनि छिर्दैनौँ, मार्केटहरू छिर्दैनौँ, किनकि आज चाहिँ ड्युटी जानुपर्ने छ, त्यही भएर हामी छिटै घर फर्किनेछौँ। अनि हाम्रो भिडियो चाहिँ कस्तो लाग्यो हेरेर भनिदिनु होला। अब एकैचोटि हामी चाहिँ घर पुगेर भेट्छौँ है। कति जान्छौँ त हामी अब, के छ हामी आज कहीँ जाँदैनौँ कि, आज भ्याइँदैन। आज हामी जानलाई कहीँ जान नि भ्याइँदैन, आज टाइम छैन। अब हाम्रो मेरो अहिले काममा जान्छ, घर अलिअलि कामहरू पनि छ। अब अहिले केही छैन, अब जाने हो घर। अब भिसा आइहाल्यो, अब कति गर्ने र। अस्ति भिसा एप्लाई गर्न आउँदा नि धेरै घुम्नु छ,
टेन्सन भएको थियो है हजुरलाई त प्याक गर लुगा फाटा अब झोला प्याक गर्दै गर्नुपर्छ भनेर टेन्सन लिएर आमामा यस्तो गर्छ थियो कि अब चाहिँ केही दिनलाई भए पनि खुसी नै भयो वर्षलाई अब केही दिन केही वर्ष केही महिनालाई चाहिँ सोचे जस्तो भिसा चाहिँ अब त्यो ठिकै भयो ल यस्तै हो अब हामी खासै बाहिर जान पाएन अनि हजुरहरूलाई चाहिँ आजको भिडियोमा चाहिँ खासै बाहिरतिर अब हामीले देखाउन पाएन अब चाहिँ हामी सिधै घरमा जान्छौँ अब हामी चाहिँ सिधै घरमा गएर भेट्छौँ है त घरमा गएर कुरा गर्छौँ अनि खानासाना बनाउनु पर्यो आज छुट्टीको दिन घर सरसफाइ पनि यसो गर्नुपर्छ है त अब रुल हो नि त कति सिस्टम छ बच्चाहरूलाई रोड क्रस गरेको हेर न कति क्युट बच्चाहरू आरिगातो नि भन्न सिकाउँछ लु भन हितारिकावानी यसो तोमेते कुदासाई भनेको छ आज झन् यस्तो भयो के गर्ने यो ठुलाइले अब यो इपानको रोड हो अब कहाँनिर चिउसिया जो छ त्यहाँनिर रोक भनेको छ स्पिड धेरै हानेर मैले आमा डेन्जर स्पिड हानिदिएको थियो के 50 रोड रहेछ 65 हानिदिएको ठुलाइले रोक 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 भने घाटा लाग्यो भने भिसा आयो भनेर खुसी हुँदै फुरुक पर्दै हिँड्छ थियो ठुलाले रोक 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 भने यहाँ ठुलाई पनि बिस्तारै हिँडे हौ हजुर भाग्छिन्छ भनेर होला है हामी चाहिँ घरमा आइसकेका छौँ अब आएर खानासाना बनाउनु लागेको खाना खानु त पर्यो भोक चाहिँ एकदम लागिरहेको छ अहिले चाहिँ अब मैले छिटो खाना बनाएर खानुपर्ने हुन्छ भोक एकदमै लागिरहेको छ पेटमा मुसा दौडिरहेको छ हजुरहरूलाई चाहिँ साग कतिको मनपर्छ मलाई चाहिँ ठिकै मनपर्छ जति साग खाए पनि रिस उठे बेला आँखा देखिँदैन भने जस्तै हो हामीले चाहिँ अहिले घरमा आएर खाना बनाएर पनि खाना खाइसकेका छौँ अनि अब खाना खाएर अनि बस्यौँ एकछिन बस्यौँ अब म चाहिँ भिडियो एन्ड गर्ने तर्फतिर लाग्नु पर्यो भन्दैछु अनि आज चाहिँ घाम पनि एकदम मस्त लागेको छ राम्रो लागेको छ गर्मी छ है अनि अब म पनि घरसर सफा गर्नु पर्यो अनि नुहाउने ओर्ने पनि गर्नु पर्यो हजुरहरूलाई चाहिँ हाम्रो भिडियो हेरेर के कस्तो लाग्यो प्लिज प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है अनि कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला अनि अब यस्तै हो भर्खर सुरु गर्दैछु बोल्दा कहिले अड्किन्छु कहिले के हुन्छ कहिले जेब्रो लटपटेर अर्को बोलिदिएर हुन्छ है त्यसको लागि चाहिँ मलाई माफ गरिदिनु होला भन्न चाहन्छु अनि टेन्सन भएपछि मान्छे खाना खाएर बोल्छन् के को टेन्सन त अब त खुसी भएर भया खुट्टो हुँदैन होला हजुर यहाँ त्यही भएर यस्तो तिमी यहाँ आउँदा तिमीलाई नि सोध्छु म अनि सधैँभरि जापानमै बस्छु जस्तो लाग्छ तिमीलाई कस्तो सधैँभरि अब यही काम गरे एकदम धेरै पैसा कमायो भने त पैसा कमाएर अनि आफूले सोचेको सबै सम्पन्न भयो सबै राम्रो भयो भने त सधैँभरि त बस्दिनँ हजुर बसिन्छ अनि कलेज चाहिँ बस्ने भने यहाँ बल छ भने जापानमा बस्ने अनि बुढेसकाल लागेपछि चाहिँ नेपाल जाने अब त्यस्तै गर्ने त भने के अन्त नि नेपालमा अब भने जस्तो रोजगार छैन नेपालीलाई एकैचोटि धेरै कमाउनु परेको छ त्यस्तो धेरै कमाउनु पर्यो होइन क्या यहाँ जापानिजहरुले नेपालमा महँगी धेरै छ स्यालेरी कम छ महँगी कति धेरै छ चाहिँ हामी यतिमै हामी हाम्रो भिडियो एन्ड गर्न चाहन्छौँ अब बाँकी भिडियोहरू चाहिँ अब पछि ल्याउँदै गर्नेछु म चाहिँ कहिलेकाहीँ मात्र भिडियोहरू बनाउँछु अनि अब अलिक कन्टेन्टहरू भेट्दिनँ क्या अनि त्यही भएर बाहिरतिर यताउता केही गर्दा मात्रै मैले भिडियोहरू बनाइरहेको हुन्छु अनि कस्तो लाग्यो भनिदिनु होला अनि अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त डोन्ट फर्गेट लाइक शेयर एन्ड सब्सक्राइब बाई ल बाई बाई सबैजनालाई बाई